आर्मीको पुल यो चाहिँ टक्क आर्मीहरू जाने पुल। हेलो गाइज, के छ तपाईँहरूको हल्लीचल्ली? आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। यहाँ म पनि सन्चै छु र आज म नगरकोट घुम्न जाँदैछु र के हुन्छ कस्तो हुन्छ त्यहाँको पुरा दृश्य म तपाईँहरूलाई देखाउने नै छु। हेर्दै गर्नुहोला दृश्य। यो चाहिँ नगरकोट आर्मी कलेज होइन, आर्मी कलेज टक्क गयो हामी। त्यहाँबाट हिँड्दै आर्मी कलेज ठ्याक्क अगाडि पुग्यो हामी। यहाँबाट अब सिधा माथि डाँडा भ्यू टावर जाने योजना थियो होइन। हामी यो आर्मी कलेजबाट ठक्क भ्यू टावर गयौँ र दृश्य म चाहिँ टक्क तल नगरकोटबाट होइन, नगरकोट बस पार्कबाट अब माथि चाहिँ पुग्न लागेको। त्यहाँ माथि जङ्गलमा छ आर्मी भएको ठाउँमा आर्मी ब्यारेकहरू। त्यो चाहिँ आर्मी ब्यारेक। म चाहिँ चुच्ची हिँडिरहेको छु रोडमा एक्लै। अब जानुपर्छ माथि, हेर्नुपर्छ भ्यू बबाल छ तर त्यहाँबाट देख्ने भ्यू त्यो जङ्गलको बिचबाट देख्दैन। त्यहाँ माथि डाँडाबाट चाहिँ देख्छु होला बबाल टक्क। अब हामी चाहिँ यहाँ नगरकोटको जङ्गल पुगिसकेको छ होइन। अब घुम्न आएको मान्छे घुम्नु पऱ्यो, टक्क रमाइलो गर्नु पऱ्यो अनि टक्क आज फर्किनु पऱ्यो। आज चाहिँ नगरकोटबाट चाहिँ हामी त्यो भ्यू देखाउँछ तपाईँहरूलाई। बब्बल देख्छ, उता कि पारी हिमाल देख्छ। हिमाल पारीको देश देखाउँछ। हम तुम्हें जन्नत देखाते अब्बी का अब्बी। रुको 2 मिनट। जाँदा हामी छिटो जाम आइज। आर्मीको पुल यो चाहिँ टक्क आर्मीहरू जाने पुल। हामी यहाँबाट हामी चाहिँ टक्क नगरकोट जङ्गल होइन, घना जङ्गल छ त्यहीँ पुगिसक्यो। अब त्यहाँबाट चाहिँ यहाँबाट अब माथि पुग्नु चाहिँ धेरै छैन, टाइम थोरै टाइममा पुग्छ। त्यहाँ पुग्यो भने चाहिँ हामी तपाईँहरूलाई त्यहाँबाट भ्यू देखाउने नै छौँ। हेर्नु होला कस्तो छ नगरकोट। नआएको मान्छेले नि हेर्नु फरक पर्दैन। दाइकोमा लाइक कमेन्ट गर भाइहरू। अनि टक्कै दाइ अरू भिडियो बनाउँदै आउँछ। हेर्न तिमीहरू नदेखाए चाहिँ देखाउँछु। देखिस् त्यहाँ हिमाल देखिस् तैँले? हिमाल देख्छस्, अरू पनि देख्छस्। त भिडियोमा लाइक गर कमेन्ट गर, मेरो युट्युबमा गएर सब्सक्राइब गर RAN@077। टक्क अब हामी चाहिँ यहाँ नगरकोट आएर टक्क फोटोसोटो खिचेर घुमेर फर्किन लागिसक्यो। मान्छेहरू गीत गाउँदैछ त्यहाँ। उता चाहिँ हिमाल छ, हामीले हिमाल हेरिसक्यो र अब फर्किन लागिसक्यो। टाइम पनि भइसक्यो। अब यहाँ हामी टक्क हामी होइन, म एक्लै रानीझुला जाने। त्यहाँ फोटो खिच्छु अनि त्यहाँ घुम्छु अनि त्यहाँपछि घर जान्छु। घर कहाँ मेरो होइन, भक्तपुर कमल विनायक। हामी चाहिँ टक्क माथि घुमेर होइन अब तल बिचबाट आइसक्यो हिँड्दै हामी होइन, म चाहिँ। अनि अब टक्क तल गएर 3:30 को बस चढेर अनि त्यहाँ रानीझुला गएर फेरि त्यहाँ रानीझुला घुमेर एकचोटि हेरेर भिडियो सिडियो बनाएर टक्क जाने हो हामी भक्तपुर। अनि खाने हो मोमो मिठो मिठो। हामी भन्छु तर म मात्र छु ल, कोही छैन। हामी चाहिँ नगरकोटबाट फर्किँदै गर्दाको यो भ्यू होइन बवाल देखिरहेको छ। यो बाटोमा टक्क यता चाहिँ आर्मी ब्यारेक छ, यता पनि आर्मी ब्यारेक छ, बिचमा चाहिँ रोड छ।
केटाहरू तल गर्किन हिँडिरहेको छ आर्मीहरू तल ट्रेनिङ गरिरहेको होला होइन हामी हिँडिरहेको छौँ बवाल छ हाम्रो ठाउँ अनि आउनुहोस् यहाँ हाम्रो ठाउँ भन्छु नगरकोट अनि आउनुहोस् घुम्नलाई बवाल छ अब मैले मेरो अनुहार देखाउँदैन किनभने लप पर्छ हाम्रो होइन नि उडेर गएको छ उताबाट आर्मी ब्यारेक यो मान्छे ब्यारेक गाडी म चाहिँ नगरकोटबाट तल आइसक्यो होइन अब रानीझुला प्रवेश गर्न लागिसक्यो टक्क त्यहाँ गएर त्यहाँको भ्यू कस्तो छ तपाईँहरूलाई देखाउने नै छौँ लु यहाँ माथि त्यो नगरकोटबाट आउने बाटोबाट हामी चाहिँ तल म चाहिँ तल जानु लाग्यो कोही मान्छे त एउटा नै छैन त्यहाँ पुलमा त मान्छे छैन त्यहाँ पनि जानु पर्यो घुमघाम हान्नु पऱ्यो अनि बस्नु पऱ्यो टक्क यो रानीझुला चाहिँ मैले पहिला काम गर्ने ठाउँ त्यहाँ म यहीँ काम गर्दा 2-3 वर्ष पहिला क्यामराम्यान अहिले चाहिँ उता साङ्गा जानुपर्छ तर पहिला चाहिँ यही काम गर्छ यहाँ चाहिँ रमाइलो छ उताभन्दा त तर नि यहाँ बब्बाल शान्त हो क्या लु मैदान देखा त लु लेट्स सी गाइज वेट हेलो गाइज यो चाहिँ रानीझुला होइन बब्बाल छ यो ठाउँ चाहिँ हामी चाहिँ पहिला म चाहिँ यहीँ फोटो खिच्थेँ अहिले चाहिँ उता साङ्गा खिच्छ तर यो ठाउँमा पहिला चाहिँ 2 वर्ष बसेको अहिले चाहिँ बब्बाल छ तपाईँ नि यो ठाउँ घुम्न आउनुहोस् बब्बाल छैन यस्तो शान्त ठाउँ चाहिँ कहिले कहाँ पाइन्छ र आउनुहोस् घुम्नलाई यहाँबाट सनलाइट नि देखाउँ अहिले देखाउँछु रोक्नुहोस् अब यो ठाउँ हेर्नु तल त्यहाँ चाहिँ झर्ना छ सनलाइट अब टक्क यता चाहिँ यो लामो पुल छ यो साङ्गा भन्दा त बवाल छ यहाँ त्यही भएर यो ठाउँ चाहिँ घुम्न आउनुहोस्